हेलो साथीहरु, आयो तपाईं सन्चै आरामै हुन्छ ल। म पनि एकदम सन्चै आरामै छु। आजको विशेष भिडियो त त्यति खासै चाहिँ केही चाहिँ छैन। त्यही पनि यसो घर बसेर यसो भात खाएको बेलामा चाहिँ अलि अल्छी लाग्यो। यही बसेको भयो, किनकि अघि ब्रोइलर कुखुराको चल्ला लिन गएको थिएँ थाकेर। अनि भाग भिटामिन यताउता गर्दा चाहिँ अलिकति समय चाहिँ नपाएको कारणले नि अलि बिजीको कारणले भिडियोहरू बनाएको थिइनँ हैन। अहिले चाहिँ हाल घरमै छु। यस्तै छ, गाउँघरतिर यसो दिनहरू गएको छ, अलिअलि कालो पनि भइएछ हैन। घाममा अब यस्तै हो नेपालको हावापानी। फागुन चैतको मौसम हो नि त, चैतको मौसम। त्यही पनि चैतको मौसम पनि सकिन लागेको छ। अब वैशाख आउन थाल्यो। पानी एकचोटि परेको थियो, त्यसपछि परेको नि छैन पानी। गर्मी मौसम लाग्यो हैन, गर्मी नै छ यहाँको मौसम चाहिँ अहिले हैन। मौसम चाहिँ सब उडाट लाग्दो छ के। न हरियो परियो छैन। राति पख चाहिँ यसो जङ्गलमा आगो लगाएको थियो हैन। आगो लगाएको हैन, आगो जङ्गलमा लगाएको रहेछ हैन। त्यही निमौनी क्रममा नि हिँड्नु परेको थियो हैन। यस्तै छ गाउँघरतिरको हालखबर। सो भात खाडा यसो बसेर चाहिँ यसो भिडियोहरू बनाइदिएको थिएँ हैन। आजको विशेष भिडियो चाहिँ आज मैले चाहिँ ब्रोइलर कुखुराको चल्लाहरू राखेको छु हैन। सुन्नुभएको छ होला, यता कुखुराहरू टक्क रेडी। अस्ति कुखुराको खोर चाहिँ यतिकोसम्म बनाएको छु हैन, देख्न सक्नुहुनेछ। यतिकोसम्म चाहिँ भएको छ हैन। अलि गर्मी मौसम भएको कारणले चाहिँ अलिकति तिरपल चाहिँ हावा छिर्नको लागि चाहिँ तिरपल चाहिँ खुलेर राखेको छु हैन। उहाँभित्र गइसकेपछि तपाईहरुलाई छोटो मिठो यसो भिडियोहरू बनाएर नि तपाईहरुलाई सेयर गर्दैछु। कोही त खाना खाएको न? केटाकेटी सबैको छुट्टी छ, एक्जाम सक्यो नि त। वैशाख गते फेरि भरना अरे, वैशाख गते 2 गते 3 गते कति भरना खुल्छ हैन। ए हो, यस्तै छ हैन। खोर चाहिँ अब ठिक्कको जिम गर्न नि मिल्छ। कसै गर्छ जसलाई जिम गर्छ खतरा उठा जस्तो। अनि धेरै ठुलो त छैन, टक्क 200-300 जस्तो अट्ने छ हैन। गर्मी महिनामा चाहिँ 200 भन्दा बढी नहाला भन्ने सल्लाह पाएको थिएँ हैन। सो चल्लाहरू चाहिँ ल्याएर क्यारेटहरू यहाँ छ हैन। 250 ल्याएको छु हैन चल्लाहरू चाहिँ। म चाहिँ ढोका खोल्न गएको छु हैन। धेरै अब रेडियोहरू पनि ल्याउनु छ हैन। रेडियोहरू पनि ल्याएको चाहिँ छैन हैन। सबै चल्लाहरूमा आज बाउ छोराले हेर्ने भयो हैन। तैँले नि हेर्ने हो न चल्लाहरू, हेरिस् नि हैन। दामी छ चल्लाहरू हो। आज चाहिँ बाउ छोराले चाहिँ आज चल्ला हेर्नेको छ। अब बुढी चाहिँ तलतिर यसो आफ्नो अलिअलि व्यवहार छ नि त, अलिअलि व्यवहार पनि मिलाउनु पर्यो। रमाइलो लाग्छ चच्चा र चुचु हैन। थुप्रै दिनपछि अहिले खोर वायरिङहरूको कामहरू सबै यो गरेर भ्याएर चाहिँ अलिकति भिडियोहरू बनाउनु पाएको थिइनँ हैन। त्यही कारणले तपाईहरुलाई यसो सेयर गरेको। सो मेरो भिडियोलाई अन्तिमसम्म हेरेर फुल वाच गरिदिनु भएको सबैलाई धन्यवाद छ। खास आज विशेष चाहिँ मेरो भिडियो यही। आज सबै काम सकियो नि त। यो एउटा टन्टो थियो हैन। यही टन्टोहरू गरेर चाहिँ गरेको छु हैन। यो छोराले सिकाए यसो ग्रुप भएर बस्यो भने हल्लावाई भएर छोडेको थिएँ हैन। त्यही कारण रेडियो छैन, रेडियो भयो भने अलि राम्रो हुन्थ्यो। अलि रेडियो पनि लिन जानु छ। सो त्यही कारण नि हो आजको दिनभरि चाहिँ के हुन्छ म तपाईहरुलाई चाहिँ सेयर गर्दैछु। आजको बिहानभरिको काम चाहिँ चल्ला ओसार्ने, दाना लिन जाने। दानाहरू पनि उहाँ 2 बोरा ल्याएको छु, दबाईहरू ल्याएको छु हैन। दबाई चाहिँ भरे दिन पठाएको छन् हैन। दाना र दबाई चाहिँ हल्का मिलाइदिने। अहिले चाहिँ मैले चाहिँ बिहान चाहिँ चिनी पानी सुरु गरेको छु हैन। यस्तो भयो भने अलि हुन्छ नि त। अलि आज दिनभरि के हुन्छ तपाईहरुलाई देखाएर सेयर गर्नेछु है त। आजको बिहानको चाहिँ यतिको काम भएको छ हैन। दाना साना ल्याएर यता ठुलो कुखुराको लागि यता छ हैन। त्यही कारणले ल्याएर राखेको छु। सो फुल वाच गरिदिनु होला मेरो भिडियो जे जस्तो छ। आजको मौसम चाहिँ यस्तै छ, उडाट लाग्दो छ के मौसम। हेर्नु न, पुरै केही छैन क्या, हरियो पात हरियोहरू केही छैन।
खेतमा अब मकै लाउन पनि पानी परेको छैन आकाशबाट होइन, पानी पनि परेको छैन, त्यही कारणले है ढकाला न। अब अस्ति सुँगुरहरू मस्त सुतेको छ होला होइन, सुँगुरहरू पनि तपाईँलाई देखाउने छु। सुँगुरको खोर र बाख्राको कुखुराको खोर र सुँगुरको खोर चाहिँ एउटै नजिक नजिक भएको छ होइन। अलिकति यहाँ व्यवस्थित गरेर हल्का फुल्का खाल्टोहरू पनि खनेको छु होइन, खाल्टोहरू खनेको छु सुँगुरको मललाई। टमाटर चाहिँ बाबालाई फलेको थियो योचोटि चाहिँ होइन, बाबाले खोलेको छ होइन। एकछिन रातो अस्तिको रातो थियो होइन सुँगुर, यो चाहिँ एउटा छ होइन। गाउँघरतिर यसो कृषितिर लगाइदिउँ न भनेर चाहिँ कृषितिर लगाएको छु होइन। यहाँ चाहिँ यस्तो यस्तो चाहिँ भेन्टाहरू रोपेर चाहिँ छोपेर यस्तै गरेर दिनु गएको छ मेरो चाहिँ होइन। खुर्सानीहरू ठुल्ठुलै भएको छ, खुर्सानीहरू त बाख्राले खाएर बिजो गराएको छ होइन। सुँगुर चचरा चुचु गरेको छ होइन। एउटा मात्रै छ, एउटा चाहिँ त्यहाँ माउ पाल्न लिएर गएँ। माउ पाल्न सोमीको हजुरबा लिएर जानुभयो क्या, माउ पाल्ने अरे, त्यही भएर अब माउ पाल्न लिएर जानुभएको छ। त्यही कारण चाहिँ सुँगुर त्यहाँ एउटा बेचेँ, धेरै त परेन, 20,000 17,000 भेट्यो होइन। धेरै 17-18 धानी छ, 11 धानी अरे हाम्रोतिर त 11 धानी छ अरे सुँगुर चाहिँ। अब मैले चाहिँ यतिकै गइरहेको छु। टमाटर यो पर्छ चाहिँ दामी भएको थियो, भिडियोहरू बनाउन पाएको थिइनँ कि अब कामको बिजीमा यता हुँदा उता हिँड्दाखेरि मोबाइल बोकेर हिँडिँदैन नि त होइन। त्यही कारणले नि अलिकति भएको छ। अझ चाहिँ घरमा फलेको चाहिँ यस्तो छ। अब यहीँ घर अब फ्री छैन त, त्यही भएर खानु पनि राखेको छ, अलिक चिसो छ। घर चाहिँ उता माथि आमाको घरमा चाहिँ फ्रिज छ, त्यहाँ राख्न चाहिँ मिल्न चाहिँ। अहिले हालको लागि चाहिँ मेरो घरमा पनि फ्रिज त छैन, सो जसो छ त्यसरी गुजारा चलिरहेको छ। ए गइसक्यो दिदीहरू। सो यतिसम्म छ भिडियो, भरे के हुन्छ म तपाईँहरूलाई बनाएर चाहिँ देखाउने छु है त। आज चाहिँ लेगको वर्कआउट गरेको होइन, मलाई मजा आएछ होइन। एक्लै छ जिममा, पहिला पनि साँझको टाइममा आउँथेँ म, आज अलिकति दिउँसो आएको कारणले चाहिँ जिममा चाहिँ कोही पनि छैन। आज चाहिँ फर्स्ट टाइममा नेपालको जिमहरूमा चाहिँ भ्लग बनाइदिएको छु होइन। यस्तै छ आजको लेगको वर्कआउटहरू। म पनि जिम आएको नि 1 महिना लाग्यो, 2 महिना हुन लाग्यो होइन, 2 महिना पुगेको छ होइन। सो अन्तिमसम्म हेरेर फुल वाच गरिदिनु होला, मान्छे आउन सुरु भएको छ होइन।
हेलो साथीहरू, आज जिम गरेर नै अरे भर्खर आइपुगेको होइन। भर्खर होइन, कुखुरालाई हल्का फुल्का दाना साना दिएर टक्क भिडियोहरू बनाउन पाएको छु होइन। आजको यसो लेगको वर्कआउट गरेर यसो अलिअलि सानोतिनो कुखुरा फार्मको भिडियोहरू तपाईँलाई देखाएको छु घरमा। अब उतापट्टि बनाउँदाखेरि चाहिँ गीतहरू बज्यो, रेड कुखुरा राखेको छ नि त, त्यही कारणले चाहिँ हल्का उता बोल्न नमिलेको कारणले चाहिँ कोठामा आएर चाहिँ बोलेको छु। सो मेरो भिडियो अन्तिमसम्म हेरेर फुल वाच गरिदिनु भएको सबैलाई धन्यवाद छ। यति भन्दै मेरो भिडियोबाट बिदा माग्न चाहे सबैजनालाई नमस्ते, बाई बाई।